बुढी खाना खाइदिन आज म खाना खाँदिन तिमी गएर खाऊ खाना जाऊ किन मैले अझ बाहिर खाना खाएर आएको छु को गएको साथीहरुसँग कति जना हामी 4-5 जना कुन ठाउँ जानु भएको उ यहाँको होटल हो के केटा कि केटी केटा केटी 2 जना थियो कति केटा पनि थियो केटी पनि थियो के केटा कति जना केटी कति जना केटा 2 जना केटी 3 जना बाहिर खाएर आउनुभयो खाएको के म चाहिँ अनि तपाईलाई पर्खेर बस्छु भनेर थाहा हुन्न तपाईलाई पर्खेर बस्यो फेरि साथीहरुले जाऊ 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 भनिहाल्यो अनि त्यही भएर गइहाल्यो के कसले तिरेको त पैसा कसले किनेको त खानेकुरा पैसा चाहिँ केटाहरुले तिरे हो तपाईले तिर्नु भयो मैले नि तिर्नु पर्यो नि म चाहिँ केटी हो र केटीहरुले चाहिँ तिरेन केटीहरुले अब केटीले के तिर्न दिने कि केटा हुँदा हुँदै ए तपाईले पैसा तिर्नु भयो केटीको पनि तिरे हो केटीको तिरे होइन कि होलमा सबै कलेक्सन गरेर तिरे हो कि को केटी को केटा केटीहरुले चाहिँ तिरेन केटीहरुले अब के तिर्छु भन्दैन ए होस् भनेर दिन दिएन कि तपाई धनी हो धनी भन्दा नि इज्जतको सवाल हुन्छ नि के को इज्जत तपाईसँग पैसा छ मालामाल हो धनी हो अब केटाहरुले त्यही भन्न थाल्यो अब फेरि 3 जना मिलेर तिर्दिएको के म पर्खिरहेको छु खाना खाना भनेर थाहा हुन्न जहिले के हो र नभन्नु फोन गरेर म चाहिँ पर्खिरहेको खाना सँगै खान्छु भनेर ऊ चाहिँ बाहिर बाहिर खाएर आउँछ भनेको सरी के सरी जाऊ खाना खाऊ म पनि खान्न खाऊ न जाऊ बुढी खाऊ खानुपर्छ है खाना जाऊ म पनि खान्न तपाई बाहिर खाएर आएपछि भइहाल्यो नि जाऊ जाऊ खाऊ 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 जाऊ खाना खाऊ जाऊ म पनि खान्न जाऊ 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 मलाई पनि पस्की जा म थोरै भए नि खान्छु तिमीलाई साथी भए नि बाहिर त्यत्रो खाएर आएर फेरि दोहोऱ्याएर चाहिँ किन खाने हो र घरमा चाहिँ म एक्लै खान्छु नि के पेटमा हाल्ने बाहिर खाएर आउनु भएको होइन म एक्लै खान जान्छु नि खाना जानु यत्रो भनेर चाहिँ अनि फेरि अघि नै सुरुक गएर किन नखाएको त ए कुरा सुनाए बाहिर खाएर आउने म पर्खिरहेको छु भनेर तपाईलाई थाहा हुन्न जाऊ जाऊ धनी आमै बुढा त मेरो बुढा त धनी केटीहरूलाई खुवाउने साथी केटी साथी कहेकै बुढी छ दिमाग खराब नगर न यार कहाँको दिमाग खराब भयो जाऊ खाना जाऊ छिटो जान्छु मलाई फेरि रिस उठ्यो भने फेरि गाला फेरि यता गाला उता गाला यता पुर्याइदिन्छु नि फेरि यस्तो भइरहेको गाला यता पुगेर कसले हेपेको हेपेको भन्ने हो बाहिर खाएर आएर अझ मान्छेलाई म एक्लै खान्छु